Hello guys, good morning. Welcome back to my new video. अनि हजुरहरु सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु हैन अनि म चाहिँ अहिले बिहानै उठेर घरहरु सनकसिनिक बढालेर हैन दिदी चाहिँ अब खाना पकाउनुहुन्छ होला सायद हैन बेनासँग बोल्नुहुन्छ अहिले अनि साथी चाहिँ सुतिरहेछ अहिलेसम्म अनि म चाहिँ भने मम्मी अघि घाँस काट्न जानुभयो अगाडि अनि बुवा माला रुम हुँदैछ अनि म चाहिँ यहाँनेरि हस्यालेर जाँदैछु घाँस काट्नलाई म पनि घाँस अलिक कम्ती छ हिजो पनि ओसारे अनि आज चाहिँ बिहानै म पनि काट्न जानु पर्यो भनेर जाँदैछु अनि यहाँ चाहिँ गाईको गोरुहरुले यहीँनेरि हुन्छ नि त रातभरि शीतल पनि हुन्छ गर्मी छ अनि उनीहरु घाँस खाँदैछ अनि हिजोको घाँस यति सकिसक्यो यति नै छ यहाँ 3 मुठा छ त्यहाँ त्यति अनि अरु माथि पनि थोरै छ अनि धेरै चाहिँ छैन हैन अनि बिहानी सिन हेर्नु सक्नुहुन्छ वाउ अझ चाहिँ मैले आँखाले देखे जस्तो हजुरले देख्नु पाउनुहुन्छ कस्तो राम्रो छ सुपर ब्युटीफुल छ कलरको कस्तो बब्बाल छ तर देखिँदैन मोबाइलमा मेरो मोबाइल त्यस्तो छैन हैन आइफोन भएको भए अलिअलि देखिन्थ्यो आइफोन पनि हैन त्यही भएर अब हामी कति बजीसम्म घाँस काट्छौं अहिले चाहिँ हामी घाँस काट्छौं म चाहिँ घाँस काट्न जाँदैछु मम्मी चाहिँ काट्नु हुँदैछ सो फेरि भेट्नु पर्छ के कस्तो हुन्छ आजको दिन गाइज मम्मी चाहिँ यहाँ घाँस काट्नु हुँदैछ है साथीहरु यति काटिसक्नु मात्र गाइज मम्मीले चाहिँ यहाँ घाँस बाँधिदिनु हुँदैछ मलाई चाहिँ अलिक बाँध्न आउँदैन नि त त्यही भएर यहाँनेरि मैले काटेको घाँसहरु बाँध्नु हुँदैछ मम्मीले बाँधिदिनु हुँदैछ अनि अर्को चाहिँ घाँस लिन आइरहेछ पर कराउँदैछ पतर गरेर यस्तो घाँस काट्दैछु म चाहिँ अहिले घाँस काट्दैछु मम्मी चाहिँ दबाई लाउन जानुभएको छ यतातिर चाहिँ यसरी काट्नुपर्छ मकैबारीमा धेरै पछि घाँस काटेर त मजाले घाँस पनि काट्न आउँदैन रहेछ सो गाइस हामी चाहिँ अहिले यहाँनेरि घाँस काट्दा गरेर गलेर बसिरहेछौँ मम्मी र म यहाँ मम्मी चाहिँ यहाँ हुनुहुन्छ अनि बुवा चाहिँ पर हुनुहुन्छ बुवा के बनाउनु भएको त्यहाँ बुवाले चाहिँ के बनाउनु हुँदैछ अनि हामी चाहिँ लखर आएर यहाँ चिसो हावामा यस्तो बिहानको चिसो हावामा यहाँनेरि बसिरहेको छौँ एकछिन अनि हामी घर जान्छौँ पानी पर्न लागेछ गाइज सो गाइज अहिले चाहिँ म खाना खाएर पनि यहाँनेरि टुङमा बस्न आइसकेको छु बादा रुङ्नलाई हैन अनि यहाँ बुवा बसिराख्नु भएको थियो नि त अनि बुवालाई यहाँनेरि खाना खान जानु भनेर मैले चाहिँ खाना खाएर आएर बुवालाई यहाँनेरि पालो दिएको अनि अहिले फेरि बुवा आउनुहुन्छ अनि त्यसपछि भरे आउनुपर्छ होला सायद घाँस काट्नुपर्छ भरे फेरि अहिले बिहान चाहिँ एकलोट काटियो हैन अब आइतबार काट्नु मिल्दैन अरे नि त खै के हो अनि त्यही भएर त्यसमा काट्नु हुँदैन अरे त्यही भएर अनि अब काट्नु पर्ने छ छिटो काटेर थुपारी हाल्नु पर्ने छ त्यही भएर अहिले चाहिँ म यहाँ बसिरहेको छु अनि कस्तो गाउँघरको कामै यस्तै हो बस्न मन नलाग्ने रहेछ काम हेरेपछि त त्यही पनि अब एकछिन आराम गर्नुपर्छ हैन हेर्छु अब म के गर्छु हैन बसिरहेको छु अनि यस्तै छ ओ भरे के हुन्छ के गर्छु कसो गर्छु हजुरहरुसँग फेरि भेट्छु गाइज गल्लियो हैन घाँस काट्दा दिनभरि यस्तै भयो बाँधा रुङ्गियो बस्यो हैन अनि अघि घाँस काट्न थाले अनि यहाँ यति छ यो कोलामा त्यहाँसम्म छ अनि यता पनि छ यहाँदेखि त्यहाँसम्म अनि अब चाहिँ म घर जानुपर्ने हुन्छ मलाई बाँध्न आउँदैन नि त अनि मम्मीले भोलि बाँध्नुहुन्छ अनि अब चाहिँ म घरतिर लाग्दैछु रात पर्यो त्यही भएर अब म घर पुगेर भेट्छु है त साथीहरु हालत त्यस्तो भइरहेछ आजको सो गाइज अहिले चाहिँ म खाना खाएर नुहाएर फ्रेस भएर पनि ओछ्यानमा आइसकेको छु हैन अब भिडियो एडिट गर्नुपर्ने हुन्छ अनि यो भिडियो चाहिँ ब्लग चाहिँ भोलि बिहान अपलोड हुनेछ
अनि के कस्तो भयो प्लिज प्रतिक्रिया गर्नु होला। छोटो मिठो भए पनि माया गरिदिनु होला, लाइक गर्न नबिर्सिनु होला, सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्दै थ्याङ्क्स फर वाचिङ गाइज। हार्टबिनाको जिब्रो लटपटिँदैछ भन्दै लभ यु अल, बाई बाई।